हात्तीसँग डरायो हो राजा हात्ती त्यसरी गर्ने जुम धेरै भयो कि ओए हेरेको थिएन ल यता निकाल्न आर्थिक एक ठाउँमा जानला अनि गर्नु ल डराउने होइन रहेछ देखो गएन देखो नाक हैसा थियो होइन ए पछाडि छ कसरी दादातिर हेर उ देख्यौ अनि हामी सेल्फी हान्नु त हुन्छ यता खबर औषधि हुन्छ अरे थाप्नुहुन्छ नि गर घाँस पनि खान्छ है दाइल जस्तो गर्नु न हाम्रो नि भिडियो निकाल्नु गैडाहरूको त कुन हात्ती मन पऱ्यो गैडा हात्ती त गैडा टक्क निस्केर मजाले हेर्नु है सबै टिका खायो घाममा पऱ्यो कि त्यही भएर हेलो हजुर सर कहिले ल्यायो होला म त भोलि यताबाट के अरे वालिङ फर्किने हो सर कहिले आउनुहुने र ए भनेपछि म भोलि पक्का हुन्छ हजुर कति बजे रे बिरगन्जको ए खै बुझ्न पर्छ सर लु त
लु गर न घाँस तर खाँदै उसलाई नि डर लाग्यो होला डर त घाँस खाँदैछ यो रुखले छेल्यो क्या हाम्रो चाहिँ एक घारीले यता भएको त्यही देखिन्थ्यो गैँडा भेट्टाइन् छेकेर सबै गाडी हेर्नु यहाँ सबै ला न सबैपट्टि यता सबैलाई गर न यो छेकेको छ है छेकेको चाहिँ यतै आउँदैछन् कता जानु भयो बेचारा गैँडा यो झारीले देखेन क्या हामीलाई चाहिँ त्यो घारी अलिक पर भयो त्यतिकै छोडिदिनु यता आयो ल ल ल ल ल हेर्दैछन् ल देखियो गैँडा बिचरा ल ल खिच ल ल खिचिदेऊ ल ल ल खिच गैँडाको बाटोमा जङ्गलमा गैँडा फेला पारी बिचरा अनि मार्न आँटेको भनेर ल ल ल आयो भने भेट्याउँछ होला नि सबै हात्ती सबैलाई सबैपट्टि हेर एक्लै भेट्टा हान्थ्यो होला नि है हेऱ्यौ डर हेऱ्यौ नि ऐसाले हेऱ्यौ ऊ पर्दिले चाहिँ देख्दैन उता जाऊँ न अब उता जाँदा देख्छु देख्यौ अब आए ऊ हिँडे गए तर्सेर ती लु खा लु हेर उतै जानु हुँदैन है डिस्टर्ब गर्नुहुन्न क्या उसलाई डिस्टर्ब गरिदिनु हुँदैन है अहिले पछि आउनेले फेरि भेट्दै ए डिस्टर्ब गर्यो भने है भगायो भने हिजो जुन तिमी हात्ती सवारमा आउँदा सबै सबै छिटाइ हात्ती सबै छिटाइ अनि सबैले खेल्छ नि जाने उनीहरूको देखि नै ठाउँ हुन्छ नि त यहाँ चाहिँ बस्छन् भन्ने हुन्छ नि त्यही भएर खेल्छ जाने यताबाट चाहिँ त्यही गर्छ त्योहरूले थपेर खाएको हुन्छ नि त समान ल
घरतिर निक्लेकै छैन जङ्गलकै नजिक घरकै नजिक बस्दा है गैडा भाइ कहिले नजिकै कहिले अब भित्र टाढा कहिले कता बाहिर बसेर बिग्रेको चाहिँ हिजोकै होला नि है तर दुईजना हुन्छन् भने 2-3टा होला नि बाघहरूले आक्रमण गर्छन् गर्दैन सानो सानो बच्चालाई मात्र केही मानि डराउँदैन केमा डराउँछ घाँस खाँदै जान्छन् तर म चाहिँ धरा पाउँछ अगाडि उठ्दैछ हरिण नै हरिण लाग्छ जङ्गलमा हेर अगाडि लागेका एकखेर देख्छ नानी अब आज हो नि देखिने गाडीमा हिजो गरेर गर्दा कहाँ थाहा पाउँछ नि त गाडीमा त हिजो अनाकाममा हिँडेर यही हातले हिँडे भइहाल्छ गाडीमा त सोच्नु भन्दा त्यो त गस्ती जस्तो पो लागेको थियो गस्ती गर्नु क्या हार्लासतिर गस्ती जान्थ्यो नि हामी एउटा खिचाइ जान्छ हाल्दै आयो खिचेर त्यसले राख्नु भयो सबैको यताको चितवन आएर सोह्रमा आएर अनि सफार गर्दैछु म गणेशमाथि 7-8वटा अगाडि ल्याएर हिँडेका छौँ 7-8वटा छ झाड्दैछौँ फलामहरू एउटा बेकार छन् उसको चाहिँ हुँदैन के अरे के भन्छन् त्यो लाइन के भन्छ नि यसरी देखिहाल्ने लाइन पाइँदैन हुँदैन त्यो यसरी हेरी यहाँ हामी पसेकोमा देखिने हुँदैन के लाइन भन्छ नि होइन भिडियो के भन्छ नि हामी यहाँ चढ्दै गरेको अनुहार देख्छौँ नजाने कुरा भन्नुपर्छ नि जान्छ के को अनि अब पछि आएर पनि चल्ने भन्दैथ्यो अनि अब पछि आफू आइन्छ
अनि अब फेरि आएर चढ्ने भने चाहिँ भन्दाखेरि अनि तिम्रो पछि आएर चढ भने अनि हो त नि आँकोलाई आफू चाहिँ निकै पर जानु पर्यो भने यही भनेर आउनु त्यही गाडी त चढेकै त हुने हामीले खर्र पारेर हिजो त गस्ती गस्तो भइगयो पैसा तिरेपछि यस्तै हो सबै रहरै यसैमा आएर अनि यिनलाई त पुर्लुकै ढालिदिन्छु यहाँ यी त पुर्लुकै ढालिदिन्छु यस्तो गऱ्यो भने सबै अर्कोले त्यसो गर्छन् यिनीहरू त अब घरकै बाउआमा अरे हाम्रा भगवान् यसरी चरा कराउँछन् कहाँ के हिँड्दैछन् भने हामी बस्ती जान्छौँ चरा कराउँदा डरले मरिहाल्छौँ त्यो बाघको गइहाल्यो केटीकेटीले हामी सानोमा चढेर हिँडेको भन्छन् नि पछि उनीहरूलाई जोस आउँछ हेर्छन् बच्चाहरूलाई सबैलाई याद हुन्छ त्यो बुनेलाई त हुन्छ थाहा पाउँछ हिँड्नेपछि ऐसीलाई पनि थाहा हुन्छ थाहा पाउँछ नि थाहा पाइहाल्छ नि यो 4-5 वर्षको भइ हाम्रो सानो हुँदाखेरि त राजु यत्रो 5 वर्षको पुगेर 6 पनि लागेको थिएन र आउँदाखेरि भेसेलाई हातमा ठोकिदिएको थाहा पाइराख्छु भन्छ किन थाहा पाउँछ कस्तो थाहा पाउँछ सबै तपाईँहरू चौधरी नि मात्रै हुनुहुन्छ यहाँ छ धेरै थरीक छ देशी चौधरी नेपाली नेपाली सबै छ अब घर आए अनि हाम्रो घडी बज्यो होला हेर्दै ल्याइदियो उनीहरूको क्याम्प हुन्छ नि फेरि अर्को क्याम्पमा बसिरहेको छ होइन भाइ अब यो क्याम्पमा जानु पऱ्यो अनि यति क्याम्पमा आउँछ भनेर बसिरहेको म त चढेर त्यस्तो खेल्नु त्यसरी हिँड्छन् भने थाहा छैन रुखको उफ्रिएला हुने डर लागेको थियो यस्तो अग्लो हुन्छ जस्तो डर लागेको छैन यो त्यो बच्चा पाउनेलाई लाँदैन है लाँदैन लाँदैन बच्चा मात्रै पाउँछ लाँदैन है बच्चाहरू किस लान्छ बच्चा हुर्केपछि लिएर हिँड्छ यो किन्न त कति पर्छ होला भाइ कसैले किनेर लान्छ यो किन्नलाई तपाईँको 1 देखि 3 करोड पर्छ एउटा हात्तीको 1 करोडदेखि 3 करोड पर्छ है अनि त्यो जन्मिँदा त कति खुसी हुन्छन् है पाल्न पनि गाह्रो हुन्छ रामकोमा 1 करोडदेखि 3 करोड पर्छ अरे 1 करोडको काहीँ पाइस भने लैजा
हात्तीलाई 1 करोडदेखि 3 करोड 3 करोड यहाँ लगेर चाहिँ के हुन्छ यहाँ भयो पो उसको जागिर पनि हुन्छ उयो पनि हुन्छ हाम्रोतिर लग्छ के गर्नु ए मेरो घरमा हात्ती छ आइया आया खाना खानाले अघि त खाना अघि यही बाटो गएको है उताबाट गयो पारीबाट गयो उताबाट गएको है त्यही उसको पल्लो बाटोबाट गएको हेर्ने कुरा पनि हेरिहाल्यो गएर नि हेरिहाल्यो नि तन्नेरी हेरियो त्यही थियो एउटा मात्र नदेखेको भने त्यो बाघ भएको हरिणलाई खाना यत्रो हरिण नभएको बाघ अनि हेर्छ त नि बोले सबै सुन्छन् नि सबै भाइ आइज भन्दा आउँछन् जाम भन्दा जान्छन् हिँड भन्दा हिँडेको अनि आउँदै माउतो अघि त हँसाएर झन् मारेको खै हाम्रो कता कहाँ पो आज लाग्यो मक्का पर्छ बाघ बाउको कहाँ बसेर चाहिँ अनि डर लागेको छ हो अनि चाहिँ हाम्रो राजु कता कता गयो राजु आउँदा फोटो खिच्न भन्न खोज्यो फोटो तिमीहरूलाई मात्रै अघि त हामीलाई खिचेको छ नि त अघि त तिमीहरू अहिले हो त्यहाँबाट खिच्दै त्यहाँबाट खिच्दा के हुन्छ त होइन तपाईँको मोबाइलबाट खिच्नु न खिचेको छ क्या फ्रन्टले 2-3 वटा बनाइसक्यो अघि बोलेर बनाएको छ जतिखेर नि मुख खिचाएको तिमीहरूले बोलेर गऱ्यौ हामीलाई बोलेर गरेन तिमीहरूको पर्दाउन्जेल हेरिराखेको बिमलाले खिचेको बिमलाले लोग्ने मान्छे बसे उहाँ हामी आइनै भयौँ भन्दै थियो बिमला उनीहरूको खिच्दै बसे हामी राजुभाइले खिच्नु भएको राजुभाइले खिच्दै हुन्छ नि भन्दै थियो गाडीमा के भयो 18,000 10,000 को